to you all. How are you? How are you? Okay. One of you has written good afternoon. Okay. तर 5 बजिसक्यो ठ्याक्कै हैन र 5 बजेपछि गुड इभिनिङ भन्नुपर्छ है ल 4:59 सम्म त हामी गुड आफ्टरनुन नै भन्ने हो तर 5 बज्ने बित्तिकै त्यहाँ पछाडि हामी बेडमा नजाँदासम्म भेटघाट हुने बेलामा हामीले गुड इभिनिङ भन्नुपर्छ ओके so good evening to you all okay you are all leaving me the message guru let's not waste time and start our class भन्दै हुनुहुन्छ okay so thank you okay ल so म टाइम वेस्ट गर्ने मान्छे हैन हैन ल वेस्टै नगरौँ okay so let's get started आज हामी एक्जाम ट्रिक्स पढ्छौं हो के पढ्न मन लागिरहेछ हजुरहरुलाई समस्या कहाँ छ भन्नुस् त एक्जाम ट्रिक्स हो त मार्क्स कसरी धेरै उठाउने कसरी एक्जाम लेख्ने भनेर त्यो कुरोमा हो कि के भन्नुस् त एक्जाम लेख्ने कसरी त्यो कुरो सिक्ने हो त हो सर ओके नो लिफ लेटर हो ठीक छ है बुक रिभ्यू सर के आइराछ त के गर्ने ब्रोशरको हैन फर्मेट नि उफु ल ठिकै छ सबै आउँछ हाम्रो ओके वेट सो यस्तो हो एक्जामको हामी पूर्व सन्ध्यामा छौं र यति बेला नयाँ कुरा सिक्नु भन्दा पनि हो नयाँ कुरा सिक्नु भन्दा पनि हामीलाई जे कुरामा कमान्ड छ त्यही कुरालाई अगाडि लिएर कसरी अगाडि बढ्ने हैन हो त्यो कुरा अलिकति ध्यान दिनुपर्ने हुन्छ ठिकै छ अलग अलग किसिमको कुरो आयो है अस्ति मैले तपाईहरुलाई how to write a smart essay how to write a successful essay भन्ने कुरो मैले गरेको थिए हो ठीक छ अब हामी एक कङ्ग्रेचुलेसन्स लेटर पनि भन्दै हुनुहुन्छ सबै साथीहरुले अलग अलग कुराहरु दिँदै हुनुहुन्छ ठिकै छ तर म है त्यो सबैको समग्रमा एउटा कुरा बुझ्दै जानुस् हामी सिक्ने कसरी भनेर लेख्ने एक्जाम कसरी भनेर ठीक छ डब्ल्युएस क्वेशन हैन बीबीए क्वेशन पोएम भनेर ओके के हुँदै हुन्छ सो एकैछिन मलाई टाइम दिनुस् गिभ मी ओके give me some time and then after I shall try my best to address each and every topic that you have given me तपाईहरुले जति पनि टपिक मलाई दिनु भएको छ त्यो सबैलाई म एड्रेस गर्ने कोसिस गर्छु तर तत्काल यो सुन्नुस् एकैचोटी सुन्नुस् है नयाँ कुरा सिक्नु भन्दा पनि पुरानो कुरा जहाँबाट हाम्रो मार्क्स आउन सक्छ र ती कुराहरु जसले हाम्रो मार्क्स लैजान सक्छ है त्यो कुरामा ध्यान दिनु पर्ने है सुन्नुस् है So let's discuss exam tricks. Exam tricks लाई ध्यान दिनुस् है याद राख्ने सो हामीले एक्जाममा सब्जेक्टिभ र अब्जेक्टिभ दुई खाले क्वेशन सोध्छन् we have two different kinds of questions that is subjective and objective अब त्यसमा हामीले मार्क्स उठाउनको लागि आज हामी हैन पढ्छौं how to obtain optimal marks optimal marks है कुरा गर्ने हामी जे कुरा छुट्याएको छ त्यो त हामी पढ्छौं नै अहिले भन्न त how to obtain optimal marks यो कुरा ध्यान दिनु पर्ने छ हामीले है त्यसो भए तपाईहरुले ध्यान दिनु पर्ने कुरो के छ भने ओके सी सबभन्दा पहिला सब्जेक्टिभ भएछ यदि क्वेशन आन्सर छ भने सुन्नुस् है भाइबहिनीहरु क्वेशन आन्सर को कुरो आयो भने हामी इन्स्ट्रक्सन्स र क्वेशन सार्दै टाइम वेस्ट गर्छौं we happen to waste our time writing the instructions and the question है how to write essay writing त्यो पनि आइराछ ठिकै छ मैले हामीले क्वेशन कहिले पनि लेख्नु हुँदैन मान्नु र अर्को कुरो के नम्बरिङ कहिले पनि छोड्नु हुँदैन मान्नु 1 नम्बरको छ भने हामी नम्बर 1 दिने नम्बर 1 को हैन अब ए तल लेख्ने नम्बर 1 भयो नम्बर 1 को ए को ए मा के छ क्वेशन सिधै क्वेशन यहाँ के छ त्यो क्वेशन लेख्ने र आन्सर लेख्ने फेरि नम्बर बी है नम्बर बी को क्वेशन के छ त्यो हैन क्वेशन लेख्नु परेन सिधै आन्सरमा जाने है नम्बर सी को क्वेशन के छ हैन क्वेशन पढ्ने ल लेख्ने तर सिधै हामी नम्बर सी को आन्सर लेख्ने हो याद राख्नुस् one thing मार्क्स राम्ररी यसरी हुन्छ र अर्को कुरो के छ भने एक लाइनको ग्यापमा हामीले आन्सर लेख्नु पर्ने हुन्छ
यु हेभ टु ट्रु फल्स ओके र फिल इन द ब्ल्याङ्क ठिकै छ भाइ बहिनीहरू एकैछिन अब हजुरहरू नलेख्नुहोस् है मैले बुझाएको छु अरूको कुराहरू याद राख्ने हरेक लाइनमा हामीले एन्सर लेख्नु हुँदैन है तपाईलाई मान्नु ए नम्बरको एन्सर हैन लेख्नुभयो 3 लाइनमा आयो अथवा 2 लाइनमा आयो भने बिचको एक लाइन छोड्नुहोस् र अब बी नम्बरमा जानुहोस् है र यसको एन्सर लेख्ने है फेरि बिचको एक लाइन छोड्ने अनि सी मा आउने अनि एन्सर लेख्ने है बिचमा ग्याप राम्रो देख्नु पर्यो देयर मस्ट बी अ गुड ग्याप इन बिट्विन द सेन्टेन्सेस है त्यसरी अट्र्याक्टिभ पनि हुन्छ र मार्क्स लेख्ने ठाउँ पनि प्रशस्त हुन्छ टिचरलाई है द एक्जामिनर विल ह्याभ इनफ प्लेस ओके आई मिन प्लेन एबन्डेन्ट भनौँ न एक्जामिनरसँग एबन्डेन्ट ठाउँ हुन्छ मार्क्स लेख्ने है मान्नु यहाँ 1 नम्बर छ भने देखिनु पर्यो कि यसरी कसैको मार्क्स काउन्ट चाहिँ हुँदैन भन्ने कुरा हामी सुनेका छौँ नि कोही कोही रिटोटलिङमा जान्छ भने रिटोटलिङमा को जानुपर्छ जसको मार्क्स काउन्ट गर्न छुट्या हुन्छ मार्क्स काउन्ट गर्न छुट्छ कसरी जसले हैन ठाउँ मार्क्स लेख्ने ठाउँ राम्ररी छोड्दिएको हुँदैन त्यही भएर मार्क्स यता पनि सुरुको यता हामीले 1.5 इन्च छोड्नु पर्यो यता हामीले आधी इन्च मात्र छोड्दा नै हुन्छ ओन्ली हाफ एन इन्च इज इनफ है बिचमा लेख्ने र बिचमा एउटा एन्सर सक्ने बित्तिकै अर्को एन्सरको बिचमा हामीले एक लाइनको ग्याप छोडेर लेख्नुपर्छ हैन क्वेशन एन्सर लेख्दाखेरि हामी क्वेशन लेख्नु पर्दैन खाली एन्सर लेख्ने क्वेशन एन्सरमा मात्रै तर याद राख्ने कुरो अर्को याद राख्ने हामीले के यु हेभ टु रिमेम्बर द नेक्स्ट थिङ एन्ड द नेक्स्ट थिङ इज तपाई ग्रामर डिल गर्दै हुनुहुन्छ भने यो कुरा राम्ररी बुझ्नुस् है अब अब्जेक्टिभ क्वेशनको कुरा गरौँ OBJECTIV अब्जेक्टिभ क्वेशनको ट्रु र फल्स कै कुरा यदि आयो भने तपाई हैन मान्नुस् यो 2 नम्बरको ए मा हैन अथवा सरी लेट्स सी लेट मी ओके से समथिङ यहाँ मैले भन्न खोजेको सुन्नुस् है यो 2 नम्बरको ए मा ट्रु फल्स दिएको छ भने 2 नम्बरको ए हामीले तोक्ने र ए नम्बरमा कोही के दिन्छ भने फल्स भने FALSE फल्स बी नम्बर के भयो ट्रु TRU ट्रु धेरै विद्यार्थीहरूले साथीहरूले यो किसिमले आन्सर लेखेको मैले भेट्छु है क्लास 10 को कुरोमा गर्दैछु है यदि तपाई यसरी लेख्दै हुनुहुन्छ भने यु विल नट गेट मार्क्स तपाईको मार्क्स आउँदैन मार्क्स ल्याउनको लागि तपाईले स्टेटमेन्ट लेख्नै पर्यो जस्तो कि है स्टेटमेन्ट लेख्नु पर्ने हुन्छ मान्नु यहाँ सी नम्बरमा छ भने सपोज राम इज अ ओके राम इज एन elegant personality है र प्यासेजमा तपाईको टेक्स्टमा ठीक यसको अपोजिट कुरो भनेर रहेछ भने यो कुरो भयो के फल्स भयो भने अब उले ट्रु फल्स याद राख्नुस् TRU ट्रु FALSE फल्स पुरै लेख्न पनि भन्न सक्छ ट्रु फर हैन T भन्न सक्छ T फर ट्रु र F फर फल्स भन्न सक्छ भने T र F मात्रै लेख्ने हो कोही कोही धेरै स्मार्ट भएर ट्रु र फल्स लाई यस्तो गरेर आउँछ है हेर्नुस् है भन्नाले ट्रु छ भने यस्तो गर्दियो फल्स छ भने यस्तो गर्छ सो दिस इज नट अ मिस्टेक दिस इज अ ब्लन्डर रिमेम्बर दिस इज अ ब्लन्डर है क्वेशनको इन्स्ट्रक्सन राम्ररी पढ्नु पर्छ यु हेभ टु रिड द इन्स्ट्रक्सन भेरी वेल है क्वेशनले के भनेछ ट्रु फल्स भनेछ भने ट्रु फल्स लेख्नुस् T फर ट्रु F फर फल्स भनेछ भने T र F लेखेर आउनुस् है टिक लाउनलाई भनेछ भने यस्तो टिक लाउनुस् तर यस्तो भन्दै भन्दैन प्राय यस्तो भन्छ भने याद राख्ने है ट्रु फल्स भनेछ भने मिस्टेकले पनि यस्तो लेखेर आउने हैन एउटा कुरो र अर्को कुरो के छ भने कोही कोही ट्रु छ भने यस लेखिदिन्छ यस र अर्को के छ भने नो है यस सी को क्वेशन अनि कपीमा मैले भेटेको छु यस्तो भने त्यो पनि गर्ने हैन उले जे भनेछ त्यो गरेर आउने हो स्टेटमेन्ट लेख्नै पर्यो नम्बर बी सपोज डी मा छ सपोज राम ओके Ram does not work hard अब हाम्रो नेक्स्ट स्टेटमेन्ट यो आइदियो राम डज नट वर्क हार्ड अब मान्नु यो माथिको ट्रु छ भने TRU ट्रु मन लाग्यो भने बक्स बनाउनुस् मन नलाग्यो भने नेभर माइन्ड हैन हो फल्स भनेछ भने मान्नुस् यो फल्स हो भन्नाले यो फल्स भने पुरै लेख्नु पर्यो हैन लेख्नलाई पुरै भनेछ भने अथवा T फर ट्रु भनेछ भने T मात्र लेख्नु पर्यो F फर फल्स भनेछ भने फल्स मात्र F मात्र लेखेर पुग्यो है तर यस्तो टिक लाउनलाई भनेछ छैन भने यस्तो चिन्ह हामीले दिनु हुँदैन यु हेभ टु कीप इन माइन्ड यो कुरा याद राख्ने पुरै स्टेटमेन्ट लेख्नु पर्यो र यो
तपाईको फिल इन द ब्ल्याङ्क्समा पनि लागू हुन्छ है। तपाईको यदि फिल इन द ब्ल्याङ्क्स छ भने त्यतिखेर पनि सपोज यहाँ दियो सपोज राम इज ब्ला 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 ओके understand unique unique student of his class Ram is a unique student of his class अब ब्रैकेट मा दिएको हुन्छ a n the र अर्को छ नो आर्टिकल अथवा यस्तो क्रस दिएको हुन्छ। साथीहरुले गल्ती के गर्छन् भने के त यो स्टेटमेन्ट लेख्दै लेख्दैन ए नम्बर छ भने ए नम्बरको सिधै आन्सर के हो अ हो हाम्रो आन्सर भने अ लेखिदिन्छ। यो पनि गर्ने हैन हो यु हैव टु राइट द करेक्टेसन। राम इज युनिक छ युनिक त्यसरी सुरु हुन्छ यो युले यसको मतलब के हाम्रो आन्सर के हो त अ हो अ इज द पर्फेक्ट आन्सर भन्ने तपाईले राम इज पुरै लेख्नु पर्यो स्टेटमेन्ट पुरै लेख्नु पर्छ र जहाँ आन्सर तपाईले लेख्नु छ त्यो लेख्ने र तल अन्डरलाइन पनि गर्ने ताकि तपाईको आन्सर देखियोस्। सकेसम्म पेन्सिलले अन्डरलाइन गर्ने स्केल राखेर यदि भएन भने पेनले गर्ने तर गर्नु चाहिँ पर्छ है। यु शुड नट फर्गेट इट यो भुल्नु भएन है। मजाले लेख्ने अन्डरलाइन गर्ने याद राख्ने यो लाइन भन्दा हल्का माथि हाम्रो आन्सर हुन्छ है। हेर्नु न मैले यहाँ छोएर लेखेको छैन जहिले है यहाँ हाम्रो अन्डरलाइन यहाँ हुनेछ भने हामीले अलिकति माथि आन्सर लेख्नु पर्छ ताकि आन्सर यतिकै देखियोस् भनेर कुरो बुझ्नु है। यसरी मार्क्स उठ्छ प्राय बोर्डिङका विद्यार्थीले राम्रो मार्क्स ल्याउनुको कारण के हो धेरै आन्सरहरु जानेर ल्याउँछ भन्ने छैन। आन्सर त जति दिने हो त्यति नै दिने हो नि त। लेख्ने शैली थाहा हुनु पर्यो तरिका थाहा हुनु पर्यो अनि मार्क्स आउँछ है। यो मिल्नु पर्यो पुरै सिधा अलाइनमेन्ट भन्छ भन्ने है भने पुरै लेख्ने स्टेटमेन्ट लेख्ने अनि त्यसमा भर्ने खाली ए बी मान्नुस् ए नम्बरको ए भयो आन्सर बी नम्बरको इल भयो आन्सर सी नम्बरको हैन सपोज दैट भयो आन्सर भने यसरी आन्सर लेखेर आउने हैन। यसरी लेख्नु भयो भने you will not get marks तपाईको मार्क्स आउँदैन। you have to keep in mind है। धेरै मेसेज आयो तपाईहरुको फर फ्री राइटिङ हैन सेक्सन हैन ब्रिटिश स्टाइल शुड बी ओके फर रिजन इट हो। याद राख्नुस् तपाईको स्पेलिङ देखि लिएर हैन हरेक चीजमा तपाईले ब्रिटिश स्टाइलले फोन गर्नुपर्छ। जस्तो कि हेर्नुस् त म भन्छु अर्गनाइज ओ आर जी ए एन आई एस ई जब कि डिक्सनरी हेर्नु भयो भने त्यहाँ जेडी भने हुन्छ ओ आर जी ए एन आई जेडी हामीले जेडी बेला नदिने एससी बेला दिने है। जस्तो कि कलर सी ओ एल ओ आर मात्र गर्नुभयो भने यो अमेरिकन भयो। हामीले लेख्नु पर्ने हुन्छ के सी ओ एल ओ यु आर कलर जेले नै ब्रिटिश इंग्लिश लेख्नु पर्छ भन्ने बुझ्ने है। जस्तो कि सेन्टर लेख्नु पर्यो सी ई एन टी ई आर गर्ने हैन सी ई एन टी आर ई सेन्टर है भन्ने याद राख्नुस्। तपाई ब्रिटिश इंग्लिश लेख्नु पर्ने छ तपाईले अमेरिकन लेखेर आउने हैन। यु हैव टु रिमेम्बर दैट। अर्को के छ फोकस अन ग्रामर एन्ड ट्राई टु गेट 11 आउट अफ 11 ठीक छ। अब 11 आउँदै छ हैन हो तपाईको फोकस ग्रामरमा पनि हुन्छ तर म पहिला हैन राइटिङ प्याटर्नको कुरो गर्दै थिए हैन। यो भयो नेक्स्ट कुरा ध्यान दिनुस् अब लेट्स सो मैले के भनि सब्जेक्टिभ त्यही त भन्ने सर हो ठीक छ सर 10 नम्बरमा त हैन भन्छ रिराइटिङ इजन्ट कम्पलसरी भेरी गुड ल राम्रो कुरा ल्याउनु हो भाइ। अब 10 नम्बरको कुरा यदि गर्ने हो भने त्यहाँ मजाले लेखिदिएको हुन्छ कि रिराइटिङ इज नट कम्पलसरी अथवा नट इसेन्शियल भन्ने छ भने याद राख्नुस् यु आर फ्री देयर। त्यहाँ नट कम्पलसरी भन्नुको मतलब हो ओके इट्स अप्सनल। तपाईलाई मन लाग्यो भने लेख्नुस् मन नलागे नलेख्नुस्। म भन्छु तपाई नलेख्नुस् किन त्यसले टाइम खान्छ तर त्यहाँ नम्बर त तोकेको हुन्छ। जस्तो कि 1 भन्नाले हामी 10 नम्बरको ए मा के आन्सर छ त्यो लेख्नुस् है। अब कोही के गर्छ भने बी नम्बर यही लेखिदिन्छ त्यस्तो गल्ती नगर्ने डोन्ट मेक दैट मिस्टेक्स। तपाईले आन्सर भर्टिकली लेखेको राम्रो मानिन्छ याद राख्नुस्। यु हैव टु राइट योर आन्सर भर्टिकली। ए नम्बरको आन्सर लेख्नुभयो है मान्नु ए नम्बरको आन्सर आयो अ मैले यहाँ दिए बिचमा एक लाइनको ग्याप छोड्ने अनि बी नम्बर अनि यहाँ आन्सर मान्नुस् अफ आयो अफ दिने फेरि सी नम्बरको आन्सर चाहिँ आन्सरको लागि एक लाइनको ग्याप छोड्ने र सी नम्बरमा के भयो मान्नु दैट भयो भने दैट ओके दिस इज हाउ यु हैव टु राइट द आन्सर। सर प्याराग्राफ फोकस भयो नि हैनस् एकै प्याराग्राफमै लेख्ने हो त सर भन्नुहुन्छ। 10 नम्बरमा प्याराग्राफसँग तपाईलाई मतलब छैन। तपाई पुरै लेख्दै हुनुहुन्छ भने जस्ताको त्यस्तै सार्दै हुनुहुन्छ भने त्यतिखेर प्याराग्राफको मतलब हुन्छ। त्यति बेला उले प्याराग्राफ चेन्ज गरेछ भने
तपाईले पनि प्याराग्राफ चेन्ज गरेर लेख्नु पर्यो रिमेम्बर दिस यदि एउटै प्याराग्राफमा दिएको छ भने one paragraph is enough you should not divide the text into paragraphs त्यतिखेर प्याराग्राफमा डिभाइड गर्ने हैन तर है उसैले पहिलेदेखि प्याराग्राफ डिभाइड गरेको छ भने तपाईले प्याराग्राफ डिभाइड गर्नुपर्ने हुन्छ अहिलेसम्म प्याराग्राफ डिभाइड बेला खासै सोधेको छैन है तर लेख्नु मन लागेन भने त्यसमा त कुनै भएन तपाई यो नम्बर चाहिँ छोड्नु भएन रिमेम्बर दिस यु मस्ट नट फर्गेट द नम्बर तपाई नम्बर यदि माथि पनि छोड्नु भयो है त्यो पनि रङ हो यहाँ छोड्नु भयो त्यो पनि रङ हो है नम्बरिङ हामीले कहिले पनि छोड्नु हुँदैन यु मस्ट राइट द नम्बर वेल only then is it possible to obtain good marks optimal marks okay remember this सर हेर्नुस् त्यो लेटर टु एडिटरमा हैन टु लेख्नु हैन भेरी गुड है फर्मल लेटरमा कुनै पनि लेटर जुन तपाई हैन जस्तो कि लेटर टु द न्यूज एडिटरलाई हामी लेख्छौं भने कुनै पनि फर्मल लेटरमा आज भोलि हैन हो टु नलेख्दा पनि चल्छ यो टु हो ठिकै कुरा ल्याउनु भो भाइबहिनीहरु जस्तो कि पहिला के हुन्थ्यो भने टु अनि द सपोज म्यानेजर MANAGR यदि जब एप्लिकेसन लेख्नु छ भने म्यानेजर वाला कुरा आउन सक्छ हैन अथवा एडिटर वाला कुरा छ भने हैन न्यूजपेपर एडिटरलाई सो के हुन्छ भने द एडिटर EDITOR एडिटर अब याद राख्नुस् पहिला पहिला टु लेखिन्थ्यो र यहाँ कमा पनि दिइन्थ्यो आज भोलि टु तपाईलाई मन लागेन भने नलेख्नुस् यो छोड्दिन पनि मिल्छ मेरो विचारमा लेखिदिदा नेभर माइन्ड फरक पर्दैन किन फरक पर्दैन किनकि नयाँ फर्मेट अनुसार नयाँ स्टाइल अनुसार टु लेख्ने चलन गइसकेको छ अक्सफोर्ड डिक्सनरीले टु भन्ने छैन लेख्नलाई तर हैन उले के भन्छ भने लेख्नै पर्दैन भन्ने छैन तपाईले मन लागे लेख्नुस् मन नलागे नलेख्नुस् अक्सफोर्ड डिक्सनरीले एक ठाउँमा लेख्या छ अर्कोमा लेख्या छैन भन्ने याद राख्नुस् म के भन्छु भने तपाईलाई लेख्नलाई भन्दैछु तपाई लेख्नुस् किन लेख्ने सर किनकि तपाईको कपी यदि पुरानो जमानाको टिचरमा अलि बुढो मान्छेको हातमा गयो भने है उनीहरुलाई त चाहिन्छ उनीहरुले त्यही फर्मेट लेख्या छ भने के गर्छन् भने उले टु खोज्न सक्छ त्यही भएर तपाई टु दिनुस् पहिला के हुन्थ्यो भने टु पछाडी कमा दिन्थ्यो कमा लेख्दै नलेख्नुस् कमाको जमाना गयो है द एडिटर पछाडी पनि कमा हुन्थ्यो त्यो हुँदैन नलेख्नुस् अर्को कुरा के राख्ने टु र द एउटै लाइनमा हुँदैन धेरै साथीहरुलाई म देख्छु के यतातिर हेर्नुस् त टु र द गर्छ के द एडिटर को EDITOR अझै यो एडिटरको यु पनि स्मल गरिदिन्छ सो दैट इज अ ग्रेट मिस्टेक इट्स अ ब्लन्डर याद राख्ने यु हैव टु राइट टु फर्स्ट टु को ठीक तल हामी द लेख्ने द को टी क्यापिटल हुनु पर्यो एडिटर छ भने ई क्यापिटल हुनु पर्यो म्यानेजर छ भने एम हाम्रो क्यापिटल हुनु पर्यो MANAGR म्यानेजर माने जनरल म्यानेजर छ भने GENERAL जनरल म्यानेजर MANAGR याद राख्ने पोजिसन जेनेरिक क्यापिटलबाट सुरु हुन्छ भने दुईटा छ भने जनरलको जी क्यापिटल गर्ने म्यानेजरको के गर्ने त एम क्यापिटल गर्ने सिधै म्यानेजर छ भने एम क्यापिटल गर्ने एडिटर छ भने ई गर्ने हैन मान्नु चीफ एडिटर छ भने हामी के गर्ने द हैन मान्नु यो हाम्रो एडिटरको ठाउँमा हैन चीफ एडिटर छ भने हामी के गर्दिने द चीफ CHIEF चीफ एडिटर EDITOR एडिटर हेर्नुस् त सी मैले क्यापिटल गरे र ई मैले क्यापिटल गरे सो द पनि क्यापिटल छ मेरो टी चीफ को सी पनि क्यापिटल छ मेरो एडिटर को ई पनि क्यापिटल छ यु हैव टु रिमेम्बर दिस अल द टाइम है क्यापिटल गर्ने पर्यो मिलेको हुनु पर्यो अलाइनमेन्ट है र यो लेखिसकेपछि कुनको हो यो मान्नुस् तपाई चीफ एडिटर अफ द राइजिङ नेपालको लेख्दै हुनुहुन्छ भने तपाईले फुलमा लेख्नु पर्यो याद राख्ने यु हैव टु राइट 8 ओकेस यहाँ तल द हेर्नुस् हैन द सपोज राइजिङ RISING द राइजिङ नेपाल है द राइजिङ नेपाल पुरै लेख्नु पर्यो द को टी क्यापिटल राइजिङ बार क्यापिटल नेपाल पर्यो यहाँ के पनि लेख्नु पर्यो है कुन ठाउँको लागि हो मान्नुस् हैन थापाथली THAPATHALI थापाथली काठमाडौँ KATHMANDU काठमाडौँ है यहाँ पनि स्टप गर्न सजिलो यहाँ थोप्लो दिने है थापाथलीको टी क्यापिटल गर्ने काठमाडौँको क्यापिटल गर्ने तपाईको धेरै मेसेज आयो म्याक्सिमम सो सर कति पेज खोल्नुस् लेख्दा ओ परे गजब पुछ्न यति बुझ्नुस् मैले के लेखे द चीफ एडिटर द राइजिङ नेपाल थापाथली काठमाडौँ भयो है अब बीचमा ठीक एक लाइनको ग्याप छोड्ने र यसको ठीक हैन यसको ठीक तल एक लाइनको ग्याप छोड्ने यहीबाट हामी लेख्ने के सब्जेक्ट
SUBJECT सब्जेक्ट यहाँ कलम दिने अरु के पनि दिन मिल्दैन कलम नै दिने हो यु हैव टु गिभ कलम मान्नु मेरो पेज यहाँबाट सुरु भइराछ है मेरो पेज यहाँबाट सुरु भइराछ भने हेर्नु डेढ इन्चको ग्यापमा मैले पुरै बराबरमा ल्याइराछु सब्जेक्ट अब सब्जेक्ट लेख्ने तपाईको के को बारेमा लेख्नुहुन्छ भने लेख्ने सब्जेक्ट है फेरि बिचमा एक लाइनको ग्याप छोड्ने है एक लाइनको ग्याप छोड्ने र सामान्य भाषामा हामी के लेख्ने भने डियर सर DEAR डियर सर न त म्याडम पनि लेख्न मिल्छ सर वा म्याडम MAD डियर सर अर म्याडम गर्नुस् है र यहाँ कमा दिने है यहाँ कमा दिने है र यहाँबाट अब ठिक यसको फेरि मन लाग्यो भने एक लाइनको ग्याप छोड्ने र यहाँबाट लेख्न सुरु गर्ने जस्तो कि दिस इज हैन न दिस इज टु यस्तो गरेर है यसरी ठिक तलबाट मिलाउँदै आउनु पर्यो अनि मार्क्स हाम्रो आउँछ यु हेभ टु रिमेम्बर दिस इज हाउ यु हेभ टु राइट द लेटर एसे राइटिङ पनि छ ठिकै छ म भन्छु बाबु एक एक गरेर भन्ने हो लिफलेटको पनि कुरो आइरहेछ एसे राइटिङको कुरो पनि आइरहेछ भनेर हो यसलाई म कम्प्लिट गर्छु पहिला यो फर्मेटमा लेख्ने हो रिमेम्बर दिस हैन राम इज एज टल एज हरि नेगेटिभमा हैन हो के हुन्छ सर हैन यसको मतलब के नट भन्दिने राम इज नट त्यसको लागि एकैछिन है राम इज नट एजलाई सो बनाइदिने सो टल एज अनि के छ एउटा नटलाई एजलाई के भन्छ सो बनाइदिने हैन अनि यो हुन्छ के फरक पर्यो कुन ठुलो कुरो हैन एकैछिनमा आउँदैछु बाबु हजुरहरुको क्वेशनमा सबै क्वेशनलाई म एड्रेस गर्छु है I'm going to address each and every question. Please have patience. You need to have patience today. Listen to me. Hey, yeah. So यो प्याटर्नमा हामीले लेख्यो भने अनि मार्क्स आउँछ तपाई यति मात्र गर्नुभएको छ भने यहीँनिर तपाईको 1 मार्क आइहाल्यो हैन यो तरिकाले बुझ्ने है लेख्ने राइटिङ हामीले यो तरिकाले यति मिलाउनु अब क्वेशन आथ्यो कति प्याराग्राफ लेख्ने कति पेज लेख्ने पेजसँग मतलब छैन तपाईले प्याराग्राफ कम्तीमा 3टा लेखेको हुनुपर्छ you should have written okay 3 paragraphs at least भन्नाले एउटा बडी एउटा इन्ट्रोडक्सनको रूपमा मेन कुरा लेख्ने 2 लाइन 3 लाइनको अर्को बडी र अर्को कन्क्लुजनको तपाईको बडी प्याराग्राफ दुईटा पनि हुन सक्छ है सो प्याराग्राफ छोटो छोटो लेख्ने है धेरै कोही लामो प्याराग्राफ लेखिदिन्छ डोन्ट डु दैट हैन लामो प्याराग्राफ कहिले पनि लेख्नुहुँदैन छोटो छोटो प्याराग्राफ लेख्ने 3टा 4वटा दुईटाले सरी 3टा अथवा 4वटा प्याराग्राफले पुग्छ एउटा इन्ट्रोडक्टरी पार्ट राख्ने दुईटा बडीको पार्ट राख्ने र लास्टमा एउटा कन्क्लुजनको पार्ट राख्दिने सानो 3टा कम्तीमा हुनै पर्यो भने बुझ्ने र त्यहाँ पछाडी अन्तिम गर्ने बेलामा है अन्तिम नेक्स्ट गर्ने बेलामा हैन हो लास्ट तिर तपाई आई लुक फरवर्ड टु हियरिङ फ्रम यु सुन गर्न सकिन्छ आई डोन्ट अन्डरस्ट्यान्ड भन्दै हुनुहुन्छ दिपेशजीले के बुझ्नु भएन बाबु हैन म अघिदेखि नेपाली नै युज गरिरहेको छु है र लास्टको एक लाइन छोडेर तपाई लेखिदिनुहुन्छ के हैन थ्यांक यू भन्नुस् त थ्यांक यू very much with regards अथवा तपाईलाई मन यो पनि दिन सक्नुहुन्थ्यो सरी डियर with optimal regards तपाई यसरी पनि लेख्न सक्नुहुन्छ अन्तिम सेन्टेन्स प्याराग्राफ छोडेर एक सेन्टेन्समा लास्टमा लेख्न सक्नुहुन्छ थ्यांक यू भेरी मच विथ ऑप्टिमल रिगार्ड्स भन्ने अनि गर्ने योर्स एक लाइन छोड्ने र लेख्ने योर्स सिन्सियरली SINCERELY याद राख्ने यही कुरा घोकेर जाने योर्स सिन्सियरली योर्स वाइ क्यापिटल गर्ने हैन योर्स यस हुनुपर्छ यहाँनिर योर्स र सिन्सियरली को यस क्यापिटल गर्ने योर्स सिन्सियरली अनि है यसरी न्यूजपेपरलाई हामीले एडिटरलाई लेख्ने हो एडभर्टाइजमेन्ट कसरी हैन लेख्ने भनेर ठीक छ पक्नुस् यो बुझ्नु भयो हजुरले है एडभर्टाइजमेन्ट हटपट सोध्दैन तपाईलाई एडभर्टाइजमेन्ट दिएर तपाईले त्यहाँबाट क्वेशन आन्सर सोध्छ प्राय है र यसपालि पनि सम्भावना त्यही हो नेम पनि लेख्ने आफ्नो नेम मलाई भने अथवा रामश्याम हरिमोहन अथवा XYZ गरेर सिग्नेचर गर्ने त्यसलाई XYZ लेख्दिन मिल्छ आफ्नो नाम पनि मन लाग्यो भने एक
रामसाई हरिमोहन के लेख्दाखेरि केही फरक पर्दैन। ल मेनु पनि हो के अझै आइरहेको छ त उफ। ल युट्युबमा अपलोड के भन्नु हो बाबुले? सन इज द ग्रेटेस्ट सोर्स अफ एनर्जी इन्टु नेगेटिभ। ए हे कहाँबाट यिनीहरू भन्छिरहेछन्। ल तत्काल एउटा कुरो आयो, यो मैले राम्रै कुरो सम्झेँ। कुरो के आएको छ भने समटाइम्स युनिभर्सल, हेर्नुहोस् त, UNIVERSL युनिभर्सल फ्याक्ट्स है, युनिभर्सल फ्याक्ट्सलाई लिएर है मान्छे धेरै नै प्रब्लममा हुन्छ है। युनिभर्सल फ्याक्ट्स, युनिभर्सल है फ्याक्ट्सलाई नेगेटिभ कसरी गर्ने भनेर भ्रम अन्त्य छ। के छ भ्रम? याद राख्नुहोस्, युनिभर्सल फ्याक्ट्स अफ जेनरल फ्याक्ट जुनसुकै भए तापनि नर्मल तरिकाले नै नेगेटिभ हुन्छ। कुनै ग्रामरले के लेखिदिएको छ, कुनै ग्रामरले के लेखिदिएको छ, त्यसमा नभ्रम पर्ने। जस्तो कि द सन इज द ग्रेटेस्ट छ भने तपाईँ मजाले लेख्न पाउनुहुन्छ द सन इज नट, कुनै लेख्ने द सन इज नट द ग्रेटेस्ट, the greatest source of energy. Sorry, the sun is not the greatest source of energy. यही राख्ने हो। इट इज नट दैट द सन इज, त्यस्तो कहिले पनि लेख्नु हुँदैन। त्यो नचाहिने ग्रामरहरूले त्यसरी लेखिदिएको छ। तपाईको आन्सर यो 100% करेक्ट हो, यो आन्सर लेखेर आउने हो। जे आनी नटै थपेर नेगेटिभ बनाउने ग्रामरलाई हैन। ग्रामरलाई यदि नेगेटिभ चाहिएको छ भने नेगेटिभ उसले नर्मल प्याटर्नमा नेगेटिभ लिन्छ, अरु केही पनि छैन हैन। तपाई ढुक्क भएर जानुस्, दिस इज द करेक्ट आन्सर। ल अर्को के छ हैन, आइरन इज मोर ओकेसन रिएक्टिभ देन अदर मेटल इन्टु नेगेटिभ। सेम तरिकाले गर्ने, आइरन इज नट गरिदिने, सक्यो, अरु केही पनि छैन। कुन स्कुल हो हैन हो तिमी सेन्टर को पढ्या भनेर खै के भन्ने हो मलाई थाहा भएन है। सेन्टरहरुको सर मेनु आउँछ, आउन सक्छ, किन नआउनु हैन, मेनु आउन सक्छ त। मेनुमा के छ, यहाँ आइटम दिने, त्यसको नाम लेख्दै जाने हैन, त्यसमा के सरी प्राइस लेख्दै जाने। पहिला कुन स्टोरको मेनु लेख्नु पर्दाखेरि त्यो कुन स्टोरको हो हैन, त्यो स्टोरको हामीले के गर्ने त नेम बनाउने है, नेम राख्ने है, नेम गर्ने। र त्यो नेम त्यो स्टोरको एड्रेस के हो भने एड्रेस पनि राख्दिने हो कि होइन। र मेनुस भने यतातिर हामीले के राख्ने त आइटम्स राख्ने हैन, सरी सरी त्यहाँ हैन, यतातिर हामी के राख्ने त आइटम्स राख्ने। हियर यु विल राइट द आइटम्स, आइटम्स राख्ने। यता हामी प्राइस गर्ने हैन, कुन ठुलो कुरो हो सबै प्राइसमा आरएस गरिदिनु भने बुझ्ने हैन, आरएस त्यो लेख्ने हो। कुन ठुलो कुरोबाट यो मेनु त्यसरी बनाउने हो हैन। सर कस्तो खालको एसे आउनु छ, हो भेरी गुड हैन। एसे धेरै पटक एसेको क्वेशन आइसक्यो त यो साथीहरुलाई के भयो। अब एसे सुन्नुस्, यसपालिको एसेको समस्या हैन हो जल्दो बल्दो समस्या हो, जल्दो बल्दो इस्युमा त्यसलाई भन्छ करेन्ट अफेयर्स हैन हो, ट्रपिकल इस्यु भन्ने बुझ्नुस् है। यसपालिको एसेको हैन हो सम्भावना भनेको ट्रपिकल इस्युजमा हुन सक्छ। ट्रपिकल इस्युज जस्तो कि त्यो ट्रपिकल इस्युजमा है यसपालिको के भइरहेछ भन्दा, जस्तो कि यसपालिको हैन ट्रपिकल इस्युमा जस्तो कि तपाई भन्न सक्नुहुन्छ पोलिटिकल POLITICL पोलिटिकल इनस्टेबिलिटी। ल ओके पोलिटिकल ठिक छ त्यही लेखौँ, political instability in STABILITY, political instability in Nepal। यस्तो किसिमको हैन हो टपिक याद राख्ने, टपिक लेख्दाखेरि अन्डरलाइन गर्ने। पोलिटिकल इनस्टेबिलिटी इन नेपाल बला आउन सक्छ हो, जेनजी पनि हो। अर्को हेर्नुस्, अर्को करप्सन CORRUPTR, करप्सन
in Nepal. Corruption in Nepal. है करप्सन इन नेपाल भन्ने टपिक उसले दिन सक्छ त्यस्तो है। अर्को हैन सी नम्बरमा कजेस अफ CAUSES कजेस अफ है जेनजी ओके कजेस अफ जेनजी मुभमेन्ट ओके कजेस अफ जेनजी मुभमेन्ट ओके इन नेपाल अथवा कजेस नसकेर रिजल्ट सोध्न सक्छ। यस्ता टपिकल इस्युको क्वेसन तपाईलाई दिन सक्छ भने एउटा यदि टपिकल इस्यु छोयो भने यस्ता कुराहरू सुन्न सक्छ है। अर्को यदि यो कुरालाई टपिकल इस्युलाई यदि उसले छोएको छैन भने तपाईलाई त्यो साइन्स एन्ड टेक्नोलोजीको कुराहरू सुन्न सक्छ जस्तो कि युज अफ AI को भनेर जस्तो कि है तपाईले क्वेशन सोध्न सक्छ हैन उसले सोध्न सक्छ कि सपोज डी नम्बरमा ओके इफेक्ट्स अफ हेर्नुस् त इफेक्ट्स अफ AI ओके AI in students life भन्ने AI सम्बन्धी कुराहरू सोध्न सक्छ। They can ask you questions concerning the bad effects or just the effects of AI. Artificial intelligence ले हाम्रो स्टुडेन्ट्स लाइफलाई कतिको फरक पारिरहेछन् भन्ने कुरा सोध्न सक्छ है। अथवा है मैले सुन्न दिएको कुरो पहिले सोधिसक्या हो पहिले सोध्या हो जस्तो कि मेरिट्स MERITS merits and demerits DEMERITS merits and demerits of AI okay in students life भनेर सोध्न सक्छ तपाईले यो याद राख्ने। सर जेनजी प्रोटेस्टको पनि आउन सक्छ जेनजी प्रोटेस्ट आउन सक्छ तपाई जेनजी बारे अरु दुई चारवटा कुराहरू बुझेर गएको राम्रो हुन्छ जस्तो कि जेनजी आन्दोलन भयो किन जेनजी आन्दोलनको मेन कारणहरू के हुन् जस्तो कि नेपालको करप्सन हो कि होइन अनइम्प्लोयमेन्ट पोभर्टीलाई लिएर युवामा के भयो त आक्रोश भयो जेनजी आन्दोलन भयो सोशल मिडियाको कुराहरू तपाईं त्यहाँ चर्चा गर्न सक्नुहुन्छ हो कि होइन हो सो यु क्यान ओके गिभ दैट भनेर यसरी अनइम्प्लोयमेन्ट प्रब्लम इन नेपाल हो त्यस्तै मैले अघि नै सुरु गरे हैन पोभर्टी एन्ड अनइम्प्लोयमेन्टको कुराहरू हैन सरी एफ नम्बर नहुनाले सरी तपाईलाई एसएको टपिक दिने बेलामा उसले पोभर्टी and unemployment in Nepal भने यस्ता किसिमका टपिकल इस्युहरू प्राय सोध्ने गरेका हुन्छ पुरानो शैलीको टपिकहरू अब दिदैन है भने यस्तो कुराहरू। अनि क्वेशन 9 र 10 को के कसरी गर्ने एकचोटी पुनः ठिकै छ आउँछ न्यूज आर्टिकलमा हेर्न गर्ने हैन 19 को कुराले कति न्यूज आर्टिकलमा रिसोर्स सोर्स कता हेर्नुस् लेख्ने भनेर भन्नुहुन्छ कुरो बुझिन रिसोर्स सोर्स हैन हो टप र बटममा हैन तपाई कहाँबाट गरेर लेख्नु भएको थियो त सुरुमै लेख्ने नि हामी सर यसले लेख्दा हैन बडीमा हैन पोइन्ट त लेख्न मिल्छ कि नाइ भनेर यसले लेख्दाखेरि बडीमा पोइन्ट लेख्नु भन्दा पनि प्याराग्राफमा लेखेको राम्रो हुनेछ। You should write in paragraph त्यहाँ पोइन्ट हैन किन पोइन्ट मान्दा नि पोइन्ट लेख्न नपाइने हैन पाइन्छ you are free to use points तर त्यहाँनिर यसले तपाईलाई लेख्न लगाउनुको मतलब हो they want to judge your language means they want to judge your cohesion and coherence तपाईलाई कोहेजन र कोहेरेन्स को ज्ञान छ कि छैन यो कुरो मैले डिटेलमा पढाइदिएको थिए in the last class
हैन कोहेजन एन्ड कोहेरेन्सको ज्ञान छ कि छैन तपाईमा ग्रामरको राम्रो ज्ञान छ कि छैन तपाईमा भोक्याबुलरीको राम्रो ज्ञान छ कि छैन तपाई आइडियालाई राम्ररी राख्न सकिरहनु भएको छ कि छैन त्यो कुराको हैन जाँच गर्न खोज्या हो त्यही भएर पोइन्ट भन्दा नि प्याराग्राफमा लेखेको राम्रो मानिन्छ है कनेक्टिभ्सको प्रयोग गर्न तपाईलाई आउँछ कि आउँदैन भन्ने कुराहरू उ जान्न खोजेको त्यही भएर पोइन्ट भन्दा नि प्याराग्राफमा लेखेको राम्रो मानिन्छ भन्ने बुझ्नुस् ल आएन भने मेरिट्स र डिमेरिट्स लेखेर कोभरेन्स गर्दा हुन्छ तपाई ठिकै छ मान्नु मेरिट्स एन्ड डिमेरिट्सको कुरो आएको छ भने एउटा प्याराग्राफमा मेरिट लेख्ने याद राख्नुस् एउटा प्याराग्राफमा मेरिट लेख्ने अर्कोमा डिमेरिट लेख्ने र दुईटैको हैन फेरि चाहिँ त्यसै प्याराग्राफमा तपाई कम्पेयर पनि गर्न पाउनुहुन्छ जस्तो कि साइन्स एन्ड टेक्नोलोजीको कुरा गर्ने हो भने डिमेरिट्स भन्दा मेरिट्स धेरै छन् यो युज अफ टेक्नोलोजीमा भर पर्छ मान्छेले कतिको कन्सियसली युज गर्दै रहेछन् भन्ने कुरा कन्क्लुजन निकालेर तपाई के गर्नुहुन्छ नि यसै टुङ्ग्याउनुहुन्छ है टु अन्डरस्ट्यान्ड न त तपाईलाई फोकस गर्न मन लाग्यो भने तपाई मेरिट्समा फोकस गर्नुस् फोकस गर्न मन लाग्यो भने डिमेरिट्समा फोकस गर्नुस् हैन उले भनेछ मेरिट्स एन्ड डिमेरिट्स यसको मतलब के एउटामा मेरिट्सको कुरा गर्ने अर्कोमा डिमेरिट्सको कुरा गर्ने तर लास्टमा कन्क्लुजनमा लेख्ने वास्तवमा डिमेरिट्स भन्दा नि साइन्स र टेक्नोलोजीका मेरिट्सहरु धेरै छन् त्यही भएर है यो भर पर्छ कि मान्छेको युजमा इट डिपेन्ड्स अपन द युज अफ पिपल okay how they use technology or how they use AI okay so I would like to recommend okay the use of technology in human life however people have to be conscious concerning the good uses okay and concerning no waste of time भन्ने कुरा लेख्न सक्नुहुन्छ तपाई यसरी तपाई कन्क्लुजन निकाल्न सक्नुहुन्छ नेक्स्ट हैन पोइन्ट्समा लेख्नु भन्दा नि मैले भनिसके है अब अर्को कुरा हामी चर्चा गरौँ ओके लेट डिस्कस द नेक्स्ट थिङ लेट डिस्कस ओके द नेक्स्ट थिङ अब अर्को कुरोमा के भने 9 नम्बरको कुरो आइराछ 10 नम्बरको मैले अघि नै भनेको हामीहरु हो 9 नम्बरमा सोध्ने भनेको कुरै के हो त ग्रामर न हो है यो ग्रामरमा 9 नम्बरको ए मा मान्नु प्यासिभ गर्नलाई भनेको छ भने तपाई सिधै के गर्नुस् ए नम्बरको प्यासिभ गरेर देखाउनुस् है जस्तो कि यहाँ छ मान्नु यहाँ मैले दिएको छु महानगरले क्लास 9 लाई सोधेको क्वेशन म तपाईलाई दिदै छु एउटा हैन त्यस्तो छ के हेर्नुस् त जस्तो कि क्वेशन आइदियो I admire people who okay I admire people who respect me in public I admire people who respect me in public ल यसलाई प्यासिभ गर्नु छ यसलाई प्यासिभ गर्नु छ बनाउनुस् त यसलाई प्लिज चेन्ज इट इन्टु प्यासिभ सेम प्याटर्नको क्वेशन सोध्या महानगरले क्लास 9 लाई यसको मतलब हो क्लास 9 लाई हार्ड सोध्छ भने क्लास 10 लाई पनि त सोध्न सक्छ सो प्लिज चेन्ज इट इन्टु ओके प्यासिभ यसलाई प्यासिभ गर्नुस् त खोइ त के भयो कसले पनि पठाउनु भएन डु यु नीड टाइम The people who respect me in public are admired by me. उल्टो कुरो भएन त समीर बाबु I admire people who respect me. Respect को भएको छ मी भएको छ अनि यहाँ तपाईको आन्सरमा तपाईले नि बरु अरूलाई रेस्पेक्ट गर्दै हुनुहुन्छ भने कुरो उल्टो भएन तपाईको रेस्पेक्ट हुनु पर्यो त people are admired who हैन नि फेरि तपाई people are admired okay who respect me in public अलि मिलेन रामजी फेरि ध्यान दिनुस् ल यो 9 क्लासलाई सोधेको क्वेशन हो यो प्याटर्नमा है अब यस्तो प्याटर्नको क्वेशन क्लास 9 लाई सोधिराछ भने 10 लाई सोध्न सक्दैन भन्ने भन्न सकिन्न है ल म गर्दिन्छु याद राख्ने I admire people who respect me in public भन्नुस् तपाईको यहाँको सब्जेक्ट र यहाँको अब्जेक्ट अनि ध्यान दिनुस् है बाबुले यहाँको सब्जेक्ट र यहाँको अब्जेक्ट दुईटै एउटै छ भने
याद राख्ने being प्लस पास्ट पार्टिसिपल प्रयोग हुन्छ किनकि प्यासिभ भनेकै के हो त बी भर्ब प्लस पास्ट पार्टिसिपल हो कुरा त हामीलाई थाहा छ प्यासिभ भनेकै के हो बी भर्ब प्लस पास्ट पार्टिसिपल हो लिसन टु मी सो मैले के भनेको छु यदि दुईटा क्लजबाट क्वेसन आइदियो है जस्तो कि आई एडमायर पिपल आई लभ पिपल आई हेट पिपल आई लोथ पिपल भने दुईटा क्लज वाला कुरो आइदियो जहाँ यहाँको सब्जेक्ट र यहाँको अब्जेक्ट एउटै छ भने हामी बीइङ प्लस पास्ट पार्टिसिपल प्रयोग गर्ने अब नाइन नम्बरमा यस्तो क्वेसन सोध्छ भने सोध्यो भने हामी सिधै यहाँ त्यो लेख्नु पर्दैन यो लेख्ने होइन हामी सिधै एन्सर लेख्दै जाने है भन्ने यस्तोमा के गर्ने भने आई एडमायर सम्म ल्याउने हो पहिले क्लज त के आयो रे आई एडमायर आई एडमायर आई एडमायर सब्जेक्ट र अब्जेक्ट एउटै हो भने पिपलसँग मतलब छैन तपाईँ सिधै बीइङमा आउने आई एडमायर बीइङ है त्यहाँखेरि भर्ब के हो त हाम्रो आई एडमायर पिपल हु रेस्पेक्ट मी सो आई एडमायर मेरो यहाँ आइसक्यो बीइङ र भर्ब के हो त हाम्रो रेस्पेक्ट भने बीइङ रेस्पेक्टेड आरईएस पीईसीटीटी बीइङ रेस्पेक्टेड भने सार्ने इन पब्लिक दिस इज द बेस्ट आन्सर I admire being respected in public. हाई न I admire people. People छोडिदिने है अभयजी पढी बहिनी I admire being गर्ने being पछाडि सिधै verb 3 ल्याउनुहोस् सो I admire being respected त्यहाँ पछाडि रेस्पेक्ट पछाडिको होइन हो verb के कुरा के छ त्यो कुरा तपाईले लेख्नुपर्छ तपाईले in public. I respect me in मैले छोडिरहेको छु के हो who respect me in public छ भने मैले के गरे I admire being respected in public भनेर यसरी लेख्नु पर्यो यो कुरो बुझ्न गाह्रो भयो भने म अलिकति डिटेलमा पढाउँछु तपाईहरुले पढ्नु भएको छैन भने है यो कुरोलाई यदि बुझ्नु भएन भने म पढाउँछु बुझ्नु भएको छ भने ओके एनी प्रब्लम डियर ओके वेट मैले के भन्छु भने कुरा यस्तो सोध्यो Okay, listen to me. जस्तो कि क्वेसन आउन सक्छ she loves people. She loves people. Okay, she loves people. She loves people praising her in office. In office, understand? She loves people praising her in office. भन्ने people अब यहाँ people बाट यहाँ हुँदा पहिले मैले के गरेको थिएँ त who गरे who आयो भने यो praise भन्छ PRAISE नभए who ले गरेन भने सिधै praising बनाउँछ भने यस्तो वाला सेन्टेन्स कुले दियो र यसलाई एक्टिभबाट प्यासिभ गर्नलाई भनेको छ भने तपाईले के ध्यान दिनु पर्यो यहाँको सब्जेक्ट she loves people यो फर्स्ट क्लज को सब्जेक्ट र who praise अथवा praising her in public दोस्रो who praise her अर्को क्लज को अब्जेक्ट तपाईको यहाँको सब्जेक्ट र यहाँको के अब्जेक्ट एउटै छ भने हामी यहाँबाट सार्ने हैन आन्सर हेर्नुस् त she loves त्यहाँपछि मैले के भनेको छु बी भर्ब प्रयोग गर्ने बीमा के हुन्छ त बीइङ सो she loves being भर्ब के आयो praised सो PRAISED praised अनि के छ त in office मैले के भने तपाईको सब्जेक्ट यहाँको सब्जेक्ट र यहाँको अब्जेक्ट एउटै छ भने हामी being प्लस भर्ब 3 को प्रयोग गर्ने यति भाग यहीँको ल्याउने भर्ब सम्मको भाग यहाँबाट मैले ल्याए being प्लस praise मैले यहाँबाट लिए र बाँकी भर्ब पछाडीको जे भाग छ त्यो यहाँ लेख्दिने भन्ने यो किसिमले बनाउने बुझ्नु भयो त she love हुँदैन बाबु she loves हुन्छ she loves being praised in office ठीक छ सर फिल्म रिभ्यु कसरी हेर्छ लेख्दा राम्रो हुन्छ के सोध्दै हुनुहुन्छ एकैचोटि धेरै भएकोहरुले ल ठीक छ अहिले म भन्छु सर कन्फ्युजन कुन कन्फ्युजन भयो हजुर समीर why loves not love हैन अनि ए बाबा हो तपाईलाई के सिकाएको छु मैले हेर्नुस् त I we you र they I we you र they
यिनीहरूले आफूसँग के लिन्छ भवन लिन्छ भवनमा के लुक्या हुन्छ डु लुक्या हुन्छ है त्यसै तपाईहरुले के सिक्नुभएको छ भने ही सी र इट यिनीहरूले आफूसँग के लिन्छ त भर्ब 5 लिन्छ है भर्ब 5 भित्र के लुक्या हुन्छ त डज लुक्या हुन्छ भने यहाँ त हाम्रो के हो त लभ्स भनेको सी न हो सीले त भर्ब 5 लिन्छ भर्ब 5 भनेको के हो भर्ब 5 भने के हो त भर्ब 5 को मतलब हुन्छ भर्ब 1 प्लस के थप्ने त यस अथवा इएस थप्ने भने हाम्रो भर्ब 1 के हो लभ हो भने लभमा लभ हुँदैन त सो सी लभ्स बीइङ ओके हैन प्रेजेन्ट इन अफिस भनेर भयो ब्रोसर कसरी लेख्ने के सोध्दा हुनुहुन्छ बाबु एकैचोटीमा हैन हो सी लभ्स नट लभ हो ठीक छ भयो अब सुन्नुस् यो भइसकेपछि यो धेरै इम्पोर्टेन्ट हो यसपालिको लागि पक्नुस् तर है तपाईको सब्जेक्ट र अब्जेक्ट एउटै भएन भने त्यतिखेर ह्याभिङ प्रयोग गर्नुपर्छ यो अलि गाह्रो छ हेर्नुस् जस्तो कि हेर्नुस् यहाँ लेखिरहेको छ सपोज राम hates people who okay Ram hates people who take his photograph okay Ram hates people who take his photograph okay in public अथवा on the way जे पनि हुन सक्छ Ram hates people who take his photograph in public. Now this time your subject is Ram but your object is not his. Object भएको भए त्यो त him हुन्थ्यो ओके जस्तो कि Ram hates people who okay take him भएको भए subject र object एउटै भएको मानिन्थ्यो This time, the subject and objects are not both the same. They are two different things. Different in the sense, your subject is Ram, but your object is his photograph. है his कसको लागि आको photograph को लागि भन्नाले object के हो त photograph हो your subject is Ram but your object is his photograph mean subject and object are not both the same दुईटै एउटै हैन they are two different things अब different things छ भने यसको लागि हामीले के गर्ने यस्तो क्वेशनको लागि having प्लस object अनि प्लस past participle प्रयोग गर्नुपर्छ you have to remember that है अब यसलाई के गर्ने हेर्नुस् त कसरी बनाउने सपोज यसलाई म सी नम्बर दिए so you can say Ram hates see Ram hates having गर्ने Ram hates having अनि के छ object his photograph भने लेख्ने his photograph Ram hates having his photograph अनि verb 3 भने verb के हो त taken taken अनि के छ त in public his photograph taken in public in public public मैले भन्न खोजेको तपाईको सब्जेक्ट र अब्जेक्ट एउटै भयो भने being plus verb 3 गर्ने सब्जेक्ट र अब्जेक्ट अलग अलग भयो भने having plus object के हो त्यो object क्याप्चर के गर्ने verb 3 गर्ने this is how you have to change it into passive यसरी हामीले passive बनाउने हो भन्ने कुरा भन्न खोजेको ल मुभी रिभ्यू हैन सोध्न हैन सक्छ हैन और साल बुक रिभ्यू सोध्या छ और साल बुक रिभ्यू सोध्या छ भने यसपाली रिभ्यू भन्दा नि एसेको सम्भावना धेरै छ किनकि देशमा घटेको घटनालाई देखेर ओके looking at the question the scenario of your country this time essay is more okay probable essay is more okay probable यसपाली essay प्र्याक्टिस गरेर जानुस् भाइबहिनीहरु तपाईहरुलाई essay को सम्भावना धेरै छ है यसपाली रिभ्यू भन्दा सोध्छ सेटमा हैन हो छ सीडीसी को हो रिभ्यू त सबै छ पोर्साल सोध्या पनि हो पोर भनेको बुक रिभ्यू सोधेको हैन न हो यसपाली रिभ्यू भन्दा नि essay को सम्भावना धेरै छ भनेर बुझ्नुस् है लेट मी टेल इट सो दिस इज हाउ यु हैव टु अब कुरो के थियो भने लेख्ने कसरी भन्ने तपाईले यो क्वेशन सार्नु पर्दैन 9 नम्बरको लागि सिधै हैन भन्नु सी नम्बर हो भने सी दिने सी को आन्सर लेख्ने अब डी छ भने डी को आन्सर लेख्ने हो यसरी अब एउटा अझै धेरै मार्क्स आउने खाले
तर इम्पोर्टेन्ट क्वेसन म तपाईँलाई दिन्छु है अस्ति सोधेको महानगरले सोधेकै क्वेसन दिन्छु तपाईँलाई हेर्नुहोस् त इन्डाइरेक्टको क्वेसन थियो एकैछिन 9 नम्बरकै लाग्यो हेर्नुहोस् है 9 नम्बरको क्वेसन थियो he हेर्नुहोस् त he said अनि थियो let's not give up ल यसलाई इन्डाइरेक्ट गर्नुहोस् त सर ग्रामरको क्वेसन हैन सार्नु पर्छ कि पर्दैन एन्सरमा यसरी लेख्ने हो भन्नु मैले तपाईले एन्सर लेख्नु पर्यो भने ए नम्बर लेख्ने यो नसार्ने सिधै यसको एन्सरमा पुरै जाने के भन्नु खोज्यो ब्रो सर आउँछ कि नाइ सर ए बाबा क्वेसन मैले बनाउने हैन नि आउन नि सक्छ नआउन नि सक्छ हैन हो सर हैन ठिकै छ पहिला यो गर्नु न सर लिफलेट हैन यसलाई चेन्ज गर्नुस् एकैछिन अतालिने हैन आज लेट डोन्ट गेट एक्साइटेड डोन्ट गेट इम्प्यासन नभन्नुस् आज राति तपाईँ नयाँ कुरा भन्नु भने जे कुरो तपाईँको पुरानो हो त्यो कुरालाई ध्यान दिने ही सेड नट टु गिभ अप भनेर हो ही फरबेड टु गिभ अप हो पढिजीले पठाउनु भयो ही फरबेड टु गिभ अप ठिकै छ ही सेड नट टु गिभ अप बाँकी साथीहरूले किन पठाउनु भएन व्हाट अबाउट द रेस्ट यसमा हेर्नुहोस् त लेट्स आउने बित्तिकै लेट्स देख्ने बित्तिकै यसलाई सजेसन बुझ्ने SUGGEST आउँदैन यो सजेसन हो अथवा यो आफैमा के हो त प्रपोजल हो PROPOSL दिस इज आइदर सजेसन अर प्रपोजल है अब यो सजेसन र प्रपोजल दुईटै मध्ये तपाईं कुनै पनि प्रयोग गर्न पाउनुहुन्छ लेट्स देखेर है भन्नाले अब यसको आन्सर तपाईं he suggested SUGGESTD he suggested याद राख्ने सजेस्टले आफू पछाडि टु इन्फिनिटिभ कहिले पनि लिँदैन भने he suggested me he suggested him त्यस्तो कहिले पनि हुँदैन सजेस्टले आफू पछाडि कुनै इन्डाइरेक्ट अब्जेक्ट पनि लिँदैन है र यसले सिधै के टु इन्फिनिटिभ पनि लिँदैन भने बुझ्ने यसको मतलब he suggested यसको आन्सर हुन्छ not giving up he suggested not giving it up is the perfect answer he suggested not giving up भन्नाले सजेस्ट वर्ड दिनु भयो भने त्यहाँ पछाडिको भर्बलाई हामीले आइएनजी फर्ममा लानुपर्छ अथवा तपाईं यो पनि गर्न पाउनुहुन्थ्यो he suggested सजेस्टको ठाउँमा सरी you could also say he proposed PROPOST he proposed not giving up propose ले पनि आफू पछाडि के लिन्छ त आइएनजी रूप नै लिन्छ भने दिस इज द पर्फेक्ट आन्सर भोलि एक्जाम छ नि क्लास हुन्छ त हैन फरबेड मे रङ छ फरबेड अलि रङ हुन्छ है हुन रङ त हुँदैन भन्न त मिल्यो तर लेट्स मा हेर्नुस् त यो लेट्स आइसकेपछि यहाँ प्रोहि फोरबिडनको कुरो आएन लेट्स देखेर के भइदियो भने लेट्स त पनि यो सजेसन हो प्रपोजल हो त्यही भएर यो सजेस्ट अथवा प्रपोज वर्ड प्रयोग गरेको सबभन्दा राम्रो होला भन्न खोजेको हो के मैले ल अब अन्त अर्को कुरामा जाने हामी सो दिस इज हाउ यु हेभ टु राइट एसे सरी के रे ग्रामरको क्वेसन बहिनीले सोध्दै हुनुहुन्थ्यो हैन कि सार्नु पर्छ कि पर्दैन तपाईं सिधै के गर्नुस् यो 9 नम्बर छ भने 9 नम्बर दिनुस् 9 नम्बरको ए को आन्सर मजाले लेख्नुस् आन्सर लेख्ने यो सार्नु पर्दैन आन्सर फेरि मानुस बी नम्बरको छ भने बी को आन्सर के हुन्छ त्यो लेख्नुस् सी नम्बरको के छ क्वेसनमा त्यो पढ्नुस् र आन्सर तपाईं मजाले लेख्नुस् दिस इज हाउ यु हेभ टु राइट 10 नम्बरमा नट कम्पल्सरी भन्ने हुन्छ हैन नट कम्पल्सरी भन्ने छ भने प्राय भने कुले ग्यारेन्टी भनेकै हुन्छ त्यही भएर तपाईं लेख्दै नलेख्नुस् सिधा खाली आन्सर लेख्नुस् त्यो पनि भर्टिकल अर्डरमा ओके यु हेभ टु राइट इन भर्टिकल अर्डर 10 नम्बरको लागि यदि छ भने 10 नम्बर हामी गर्ने कि ए को आन्सर के हुन्छ त्यो लेख्नुस् एक लाइनको ग्याप छोड्ने फेरि बी को आन्सर के हुन्छ लेख्नु फेरि एक लाइनको ग्याप छोड्ने फेरि सी फेरि डी नम्बरको के हो एक लाइनको ग्याप छोड्ने यसरी भर्टिकल अर्डरमा लेख्ने हो
दिस इज हाउ यु हेभ टु राइट अर्को आई लोड ओके माई हेयर बिङ ओके पुल्ड ओके बाई समन ठिक छ आई लोडको मतलब यो हेड बाबु हैन अभाइजी एलओएटीएचई एलओएटीएचई लोड भनेकै के हो त हैन हेड हो सो आई लोड ए सरी तपाईले के दिनुभएको छ आई लोड माई हेयर बिङ पुल हुँदैन नि है यसको आन्सर हामीले के गर्ने भने आई हेट हेर्नुस् त आई लोड एलओएटीएचई आई लोड having my hair pulled हैन बाइसम्म लेख्नु पर्दैन आई लोड ह्याभिङ माई हेयर पुल्ड ह्याभिङबाट प्रयोग हुन्छ नि किनकि हैन यहाँ तपाईको हेर्नुस् त आई र माई हेयर भनेको एउटै अब्जेक्ट छैन आई भनेको सब्जेक्ट हो र माई हेयर भनेको अर्कै अब्जेक्ट हो एउटै व्यक्ति हैन त्यही भएर हामी के गर्ने ह्याभिङको प्रयोग गर्ने ह्याभिङ प्लस ह्याभिङ प्लस अब्जेक्ट प्लस भर्ब थ्री लगाउने भन्ने कुरा भन्नु सर फर्स्टमा के गर्ने हैन प्यासेज की फ्री राइटिङ अर ग्रामर यु आर फ्री तपाई फ्री हुनुहुन्छ तपाईलाई मन लाग्यो भने ग्रामर गर्नुस् मन लाग्यो भने फ्री राइटिङ गर्नुस् मन लाग्यो भने प्यासेज गर्नुस् है एउटै कुरो के छ भने यु शुड नट फर्गेट टु राइट द नम्बर चाहिँ दिन भुल्नु भएन हैन तपाईलाई मन लाग्यो भने सुरुमै 10 नम्बर गर्न पाउनुहुन्छ नेभर माइन्ड 10 नम्बर गर्नुस् है 10 नम्बरको आन्सर गर्नुस् तपाईलाई मन लाग्यो भने सुरुमा 9 नम्बर गर्नुस् नेभर माइन्ड है 9 नम्बरको ए को आन्सर लेख्नुस् हैन त्यसपछि बी को आन्सर लेख्नुस् नेभर माइन्ड तपाई जहाँबाट पनि सुरु गर्न पाउनुभयो है तपाई जहाँ जेमा धेरै स्योर हुनुहुन्छ हैन मेरो विचारमा फ्री राइटिङ भन्दा नि ग्रामरबाट सुरु गरेको राम्रो अथवा सबभन्दा राम्रो तपाई जे पनि सुरुमा लेख्न पाउनुभयो क्वेशन खाली हामीले क्वेशन नम्बर छुटाउनु भएन टु थिंग्स अर्को कुरो सबभन्दा राम्रो व्हाट इज द बेस्ट टेक्निक तपाईको लागि के हुन्छ भने द बेस्ट टेक्निक इज ओके क्रोनोलोजिकल अर्डर हैन हो 1 नम्बर 2 नम्बर देखि गर्दै आउनुभयो भने त्यो राम्रो मानिन्छ 1 नम्बर गर्नुस् 1 नम्बरको ए को हैन ए नम्बरको आन्सर के छ त्यो लेख्नुस् प्राय पोएम सोध्छ हैन नभए टेक्स्ट सोध्न सक्छ 1 नम्बर हुनुभयो भने सक्ने बित्तिकै 2 नम्बर गर्नुस् 2 नम्बर सक्ने बित्तिकै 2 को मान्नुस् ए अनि के बी अनि के सी यसरी गर्नुस् अनि 3 नम्बर गर्नुस् हैन सकेसम्म 1 2 3 4 5 गर्दै आएको राम्रो तपाईलाई कम्फर्टेबल भएन तपाईलाई मन लाग्यो भने म ग्रामर पहिला गर्छु म ग्रामरमा 100% स्योर छु भने तपाई 9 नम्बर पहिला गर्नुस् अनि 10 नम्बर गर्नुस् यु आर फ्री नम्बर तपाईले छोड्नु भएको छैन भने इट डज नट म्याटर व्हाट क्वेशन यु बिगिन विथ तपाईलाई जहाँबाट सुरु मन लाग्यो त्यहीबाट गर्नु पर्नुहुन्छ सुरुमा रङ हैन हुन्छ भन्दै पछि हैन गर्ने ग्रामर नेभर माइन्ड हैन हो तपाईलाई के लाग्छ भने हैन मेरो सबभन्दा राम्रो म रिडिङ प्यासेजबाटै नै आन्सर निकालेर लेख्न सक्छु भने रिडिङ प्यासेजबाट गरेको राम्रो रिडिङ प्यासेजको टेक्निक याद राख्नुस् हामी सिधै प्यासेज पढ्नु हुँदैन है डोन्ट रिड द प्यासेज ओके फ्रम टप टु बटम हामीले रिडिङ पढ्ने हैन याद राख्ने रिडिङ प्यासेजबाट हामी 100 आउट अफ 100 यसको मतलब के 100% मार्क्स हाम्रो आउँछ त्यहाँ मार्क्स काट्ने सम्भावना हुँदैन त्यही भएर रिडिङ प्यासेजबाट डिल गरेको राम्रो अथवा डिल गर्न सक्नुहुन्छ मान्नु त्यति बेला के गर्ने भने 1 नम्बरमा रिडिङ प्यासेज सोधेको छ भने 1 नम्बर पहिला क्वेशन के छ रिड अल द 5 क्वेशन्स यदि क्वेशन सोधेको छ भने यु हैव टु रिड अल द 5 क्वेशन्स 5 वटा क्वेशन पढिहाल्नुस् र क्वेशनकै आधारमा तपाईले टेक्स्ट पढ्नु पर्ने हुन्छ यु हैव टु रिड द टेक्स्ट अकर्डिङ टु द क्वेशन डोन्ट आन्सर अकर्डिङ टु ओके द टेक्स्ट पहिला हामीले क्वेशन पढ्ने 5 वटा क्वेशन छ भने पुरै क्वेशन पढिहाल्नुस् है प्राय के हुन्छ भने सोध्ने क्रोनोलोजिकल अर्डरमा हुन्छ तपाईको ए नम्बरको आन्सर यहाँ माथि पाइयो भने बी नम्बरको आन्सर यसको ठीक तल हुने सम्भावना हुन्छ सी नम्बरको आन्सर यसको अर्को तल आउने गरा हुन्छ कहिले काहीँ माथि जान सक्छ तर त्यो नियम छैन तलै सोध्ने हो त्यही भएर मेरो विचार मान्नुस् तपाई के गर्नुस् भने यु हैव टु रिड द क्वेशन फर्स्ट हैन म आइल्स को टेक्निक भन्दै छु म आइल्स मा त्यही पढाउँछु त्यही भएर यु हैव टु रिड द क्वेशन फर्स्ट पहिला क्वेशन पढ्ने
क्वेसन दिमागमा राख्ने एन्ड यु हेभ टु गो थ्रु द क्वेसन अकर्डिङ टु द्याट सेम अनुसार क्वेसन अनुसार हामीले रिडिङ पढ्ने हो रिडिङमा तपाईँले रिडिङ पुरै टेक्स्ट बुझ्न थाल्ने होइन डोन्ट try to understand the text because you don't have that much of time, that amount of time. तपाईसँग त्यतिको समय छैन त्यही भएर क्वेसन मजाले पढ्ने र क्वेसनले के मागेको छ त्यो कुरो खाली गएर खोज्ने हो त्यहाँ सो यु हेभ टु एडप्ट द टेक्निक अफ स्किमिङ एन्ड स्क्यानिङ हैन तपाईले के गर्नु पर्यो भने स्किमिङ एन्ड स्क्यानिङ तपाईले सुन्नुभयो होला स्किमिङ SKIMMING स्किमिङ र अर्को हुन्छ हाम्रो के स्क्यानिङ SCANNING स्क्यानिङ स्किमिङ को मतलब हुन्छ थीम अफ हैन थीम अफ द प्याराग्राफ थीम अफ द प्याराग्राफ स्किमिङ को मतलब यो दुईटै भनेको फास्ट रिडिङ नै हो दे आर बोथ फास्ट रिडिङ स्किमिङ को मतलब हो पुरै प्याराग्राफले भन्न के खोज्या हो त्यसको थीम निकाल्नु यो स्क्यानिङ तपाईले क्वेशन सोध्ने भनेको स्क्यानिङ टेक्निकबाट हो त्यसको मतलब के डिटेल खोज्नलाई भन्छ भने तपाई क्वेशन पढ्नुस् र यो क्वेशनले पर्सन माग्या हो कि हैन प्लेस माग्या हो कि टाइम माग्या हो कि कज माग्या हो कि इफेक्ट माग्या हो कि के माग्या हो है त्यो सबै कुरा त्यहाँ दिएको हुन्छ जहाँ त्यो कुरा छ त्यसलाई अन्डरलाइन गर्नुस् अर्को क्वेशनको फेरि पढ्नुस् त्यसलाई अन्डरलाइन गर्नुस् अर्को क्वेशन पढ्नुस् त्यसलाई अन्डरलाइन गर्नुस् अर्को क्वेशन पढ्नुस् त्यसलाई अन्डरलाइन गर्नुस् सकिसकेपछि अनि पहिलोको आन्सर मिलाएर लेख्नु हामीले है पहिले रिडिङ गर्ने हैन डोन्ट रेड द टेक्स्ट फर्स्ट हामी के गर्छौं भने पहिला रिडिङ गर्छौं फेरि क्वेशन पढ्छौं त्यसको आन्सर फेरि खोज्छौं फेरि रिड गर्छौं फेरि त्यसको आन्सर फेरि खोज्न जान्छौं नो दैट इज अ रङ टेक्निक दैट इज अ भेरी रङ टेक्निक दैट इज अ वेस्ट अफ टाइम एउटै टेक्स्ट तपाईले 4 चोटी 5 चोटी 6 चोटी पढ्नु पर्ने हुन्छ त्यसरी त्यही भएर त्यो नगर्ने पहिला रिडिङ हामीले क्वेशन पढ्ने र क्वेशनको आन्सर सिधै त्यहाँ जाने हो जहाँ क्वेशन भेटाउनु हो टिप्नुस् धेरै ठाउँमा तपाईले लाइन सार्न सक्नुहुन्छ नभए मिलाउनु पर्ने हुन्छ सेन्स बुझ्नुस् ट्राई टु अन्डरस्ट्यान्ड द सेन्स एन्ड इसेन्स अफ द क्वेशन र तपाई मिलाउन सक्नुहुन्छ भने आफू मिलाएर लेख्नुस् मिलाउन सक्नुहुन्न भने लाइन चाहिँ के छ त्यही लाइन सार्नुस् छोड्नु चाहिँ भएन टेन्स मिलाउने अर्को सबभन्दा राम्रो कुरो टेक्निक याद राख्ने है क्वेशन र आन्सरको हैन हेर्नुस् त टेन्स सेमै हुनु पर्यो तपाईको क्वेशनको हैन क्वेशनको टेन्स यदि क्वेशनको टेन्स यदि प्रेजेन्ट छ भने आन्सर पनि है आन्सर पनि प्रेजेन्टमै हुनु पर्ने याद राख्ने यदि तपाईको क्वेशन यो क्वेशन यदि पास्ट टेन्समा छ भने है आन्सर पनि तपाईको सरी हैन तपाईको आन्सर पनि past tense में हुनुपर्ने भन्ने याद राख्ने remember this both the question and the answer should be in the past means your question and answer should be in the sentence tense फरक गर्नु भएन past tense मा क्वेशन छ भने आन्सर past tense मा लेख्नुस् present tense मा क्वेशन छ भने आन्सर पनि present tense मा लेख्नुस् you have to remember I'm talking about question and answer I mean okay looking for the answer in the text to मिलाएर लेख्नु पर्छ तपाईले you have to remember अनि match the following कसरी हो थाहा पाउने हैन म्याच गर्नु छ भने म्याचिङ आइटम यदि छ भने याद राख्ने है क्वेशन नम्बर सपोज हैन पोमा म्याचिङ कुरो दिदियो भन्ने यतातिर दिन्छ कि ए बी सी र डी ई दिन्छ पाँचवटा भन्ने हामी के गर्ने भने सिधा सिधा लेख्ने मजाले यसरी एरो दिएर मैले लेख्नु पर्छ मान्नुस् ए नम्बरको आन्सर यतातिर 5 मा आयो भने 5 दिने बी नम्बरको आन्सर हाम्रो 3 मा आयो भने हैन 3 नम्बर दिने हैन सी नम्बरको आन्सर हाम्रो 2 नम्बरमा आयो भने हामीले 2 दिने डी नम्बरको आन्सर 1 मा आयो भने 1 दिने ई नम्बरको आन्सर है हाम्रो 4 नम्बरमा आयो भने 4 त्यसरी सिधा गरेर मिलाउने है र याद राख्नुस्
यहाँ के छ त्यो पनि लेखेको राम्रो र यहाँ के छ त्यो पनि लेखेको राम्रो लेख्नुपर्छ हामीले दिस इज हाउ यु हेभ टु डु म्याचिङ किनकि यो अब्जेक्टिभ क्वेसन हो दिस इज अब्जेक्टिभ क्वेसन र अब्जेक्टिभ क्वेसनमा हामीले पुरै त्यो क्वेसनमा भएको आइटम सार्नुपर्छ है सो यसरी सिधा सिधा लेख्ने यहाँ के छ त्यो पनि लेख्नुस् त्यसपछि एरो तान्नुस् र यहाँ के छ त्यो लेख्नुस् यसरी यु हेभ टु राइट द आन्सर अनि मात्र मार्क्स आउँछ सर म्याथ द फलोइङ विथ मिनिङको भन्नुस् न सर ल है एकछिन ध्यान राख्नुस् भन्न खोजेको यहाँ म्याथ द फलोइङमा ए नम्बरमा दिएको छ फेनोमेनल PHENOMENL तपाईलाई सिनोनिम र एन्टोनिम खोज्नको लागि दिन्छ हैन म्याथ द फलोइङमा भने यहाँ छ फेनोमेनल अर्को छ मान्नुस् है तपाईसँग छ अर्को वर्ड ओके जाइगेन्टिक GIGANTIC जाइगेन्टिक अर्को नम्बर सी मा छ हैन vivacious VIVACI so these are the words र यिनीहरुको तपाईले के खोज्नु छ सिमिलर वर्ड खोज्नु छ ओके यु आर सपोज टु फाइन्ड आउट द सिमिलर वर्ड्स अब तपाईको टेक्स्टमा वर्डहरु प्रयोग भएको छ भन्नु एउटा टेक्स्ट दिएको छ जहाँ एक्स्ट्रा ORDINARY मान एक नम्बरमा एक्स्ट्राअर्डिनरी आयो दुई नम्बरमा हैन दिएको छ कि एक्स्ट्राअर्डिनरी एउटा अर्को छ कि लाइभली LIVELY लाइभली र हैन तीन नम्बरमा छ अर्को पनि वर्डहरु त दिन्छ त्यसरी अथवा आइचिङमा दिएको भने यहाँ आइदियो इनर्मस ENORMOUS इनर्मस तीनटा वर्ड छ अब मिलाउनु पर्यो भने फेनोमेनललाई हामीले एरो तान्ने है र यहाँ ठिक लेखिदिने है फेनोमेनल अब फेनोमेनलको लागि छ भने फेनोमेनल मान्नुस् हाम्रो एक नम्बरमा आयो भने सिधा हामी एरो तान्ने एक नम्बर दिने र यहाँ लेख्ने हामी एक्स्ट्राअर्डिनरी मेरो ठाउँले गर्दैन तपाई लेख्नु ए नम्बरको आन्सर के आयो त एक नम्बरमा आयो भने एक्स्ट्राअर्डिनरी यसरी एरो तान्ने र लेख्ने बी नम्बरको आन्सर फेरि एरो तान्ने केमा छ हेर्नुस् त जाइगेन्टिक जाइगेन्टिक भनेको के हुन्छ भने विशाल इनर्मस तीन नम्बरमा छ भने यहाँ हामी तीन नम्बर लेख्ने र लेख्दिने इनर्मस ENORMOUS अन्डरलाइन गर्नु पर्दैन हजुरको काम हो खाली सो लेख्ने भन्नाले इनर्मस भन्नाले ENORMOUS सिधा लेख्ने कोसिस गर्ने है इनर्मस लेख्नै पर्छ फेरि विवेशस हैन यसको आन्सर कतिमा छ त 2 मा छ भने 2 नम्बरमा हामी लेख्ने के हाम्रो 2 नम्बरमा के हो त हैन लाइभली LIVELY दिस इज हाउ यु हेभ टु राइट म्याचिङ आइटम्स सर अहिले इमेल लेख्दा त हैन सीसी र हैन BCC नि हैन हो लेख्नु पर्छ नि है हैन इमेलमा हैन सेन्डर र रिसिभर दुईटैको जुन ठाउँमा हामीले इमेलले कुनै लेखिदिएको राम्रो छ त्यसको मिनिङ कसरी थाहा पाउने हैन त्यो भन्नु न भन्नुहुन्छ के त्यस एकदम मिनिङ तपाईलाई थाहा हुनु पर्यो तपाईलाई मिनिङ थाहा भएन भने कन्टेक्स्टमा मिनिङ हैन हामीले गएर बुझ्ने हो यु नीड टु अन्डरस्ट्यान्ड द मिनिङ इन कन्टेक्स्ट सिधै हैन त बुझ्न गाह्रो हुन सक्छ अथवा प्रिफिक्स र सफिक्सको आधारमा लिन सक्नुहुन्छ यदि कुनैमा अर्को कुरो के छ भने हो अर्को याद राख्ने नाउन छ भने नाउनसँग नाउन सोध्या छ भने नाउनको मिनिङ पनि नाउनेमा गएर मिल्छ भनेर बुझ्ने है एडजेक्टिभ छ भने एडजेक्टिभ फेरि एडजेक्टिभमै गएर मिल्छ भनेर बुझ्ने त्यस्तै भर्ब छ भने भर्बमै गएर मिल्छ भनेर बुझ्ने यो कुरा राम्ररी बुझ्नुस् है नाउन छ भने नाउन उसकै मिनिङ हुनुपर्ने नाउनै मिल्छ भन्नाले टेक्निक लगाउनु पर्यो भने तपाईलाई कहिले काहीँ लाग्छ हैन यो नाउन हो भन्ने जस्तो कि यहाँ दिएको छ हैन फेनोमेनल दिएको छ र यहाँ एक्स्ट्राअर्डिनरी मैले दिए यो पनि एडजेक्टिभ हो यो पनि एडजेक्टिभ हो भने एउटा क्राइटेरियाले यो तपाईको मिनिङ हुन सक्छ भन्ने गेस गर्न सक्नुहुन्छ किनकि तपाईको क्वेशनमा को वर्डमा जुन पार्ट अफ स्पीच सोधेको छ आन्सरमा पनि सेम पार्ट अफ स्पीच हामीले दिनु पर्यो भन्ने कुरो एउटा अर्को कुरो के छ भने तपाईको सफिक्स र प्रिफिक्सको आधारमा तपाई पत्ता लगाउन सक्नुहुन्छ मान्नु यहाँ छ हैन एल लागेको छ भने एडजेक्टिभ हो भने अर्को अर्डिनरी ARY लागेको छ भने यो पनि एडजेक्टिभ हो भन्नाले यो हिसाबले लगाउन सकिन्छ अर्को मान्नु कुनैमा है इम लागेको छ इल लागेको छ
होइन इट लागेको छ हैन त्यहाँ पछाडि के डिस लागेको छ भने यस्ता कुराहरू लागेको छ भने यिनीहरूको मिनिङ त नेगेटिभ हो भने नेगेटिभ कुराहरू कहाँ छ नेगेटिभ सेन्स दिने अर्ड कुन चाहिँ हो त्यसमा गएर टिक लाउने हो है भन्नाले सफिक्स र प्रिफिक्सको आधारमा हामीले हैन हो यहाँ चाहिँ के म्याच गर्न सक्छौँ हैन त्यो क्वेसन हैन को त टेक्स्टमा हैन हेर्ने त्यो वर्ड हो एहे अर्कै सोध्न खोज्नु भएको क्या तपाईँले याद राख्नुहोस् तपाईको मिनिङ तपाईको टेक्स्टमा हुनै पर्छ योर मिनिङ मस्ट बी इन द टेक्स्ट यदि छैन भने हैन भनेको के हो पेन फ्रेन्ड भनेको तपाईँ एउटा कुनै साथीलाई चिन्दै हुनुहुन्छ भने त्यो साथीले सर अहिले एकैछिन है फ्रेन्ड हुइसकेपछि इनएप्रोर हो कुनै साथीलाई तपाईँ चिन्दै हुनुहुन्छ भने फिजिकली त्यो साथीसँग तपाईँको भेट भएको छैन उहाँले कुन नामबाट तपाईँले अहिले म्यासेज गर्नुहुन्छ द्याट इज द पेन फ्रेन्ड कुन नामबाट हैन उसले म्यासेज तपाईँले गर्ने गरेछ तपाईँ आफ्नो कुन नामले आफ्नो रियल नाम नबताएर तपाईँले रियल राख्नु भएको कि अथवा उहाँले आफ्नो नेम चेन्ज गरेर कुन नाम अन्डरमा तपाईँले लेख्दै हुनुहुन्छ द्याट इज द पेन फ्रेन्ड चिन्जान कुन नामले भएको हैन दिस इज हाउ यु हेभ टु राइट तपाईँको एन्सर यहाँ जुन छ यदि अन्तसिनोनिम एन्टोनिम सोधेको छ भने तपाईको यहाँको जुन क्वेसन छ त्यसको एन्सर त्यो टेक्स्टमा हुनै पर्यो तपाईलाई अर्को आएर हुँदैन यु हेभ टु ओके राइट लाइक दिस हैन टाइम धेरै भइसक्यो भाइ बहिनीहरु दिस आर द ट्रिक्स एन्ड द टेक्निक्स तपाई के गर्नुस् सबै एन्सर न हल गरेर आउने कोसिस गर्नुस् ट्राई टु डिल विथ इच एन्ड एभ्री क्वेशन्स पन्ना खाली गरेर नआउने एन्सर क्वेशन लेख्दैमा टाइम किल नगर्ने क्वेशन एन्सरको मात्रै तर ट्रु फल्स म्याचिङ आइटम्स fill in the blanks है ना याद राख्नु फेरि भन्छु है ट्रु फल्स fill in the blanks matching items र हैन हो वैकल्पिक बला हैन हो त्यो एमसीक्यू भनेर भन्छ त्यो तपाईले सोध्दा नि सोध्दैन सोधे तापनि तपाईले हो त्यो सबै क्वेशन लेख्नु पर्छ अनि मात्र त्यसमा आन्सर लेख्नु पर्छ ट्रु फल्स को खाली ट्रु र फल्स लेखेर काम चल्दैन यदि पुरै लेख्नु पर्छ मैले भनिसके हो अप्सन कहिले पनि सार्नु हुँदैन खाली मेन आन्सर लेख्ने सक्यो ओके यु हैव टु राइट द फोकल थिंग्स आई मीन द आन्सर ओन्ली डोन्ट राइट द अप्सन्स हामीले नलेख्ने हैन सर अझ टिप्स ठिकै छ बाबु दिदैछु हैन त्यो लेख्ने हो मैले भन्न खोजेको अर्को कुरो के छ भने सुन्नु त्यो छोड्नु भएन जस्तो कि क्वेशन ट्याग त सोध्छ है भन्ने यहाँ छ लेट्स हैन यहाँ छ लेट्स प्ले अब यसको आन्सर के हुन्छ त shall we हाम्रो हुन्छ shall we यहाँ क्वेशन मार्कले दिएकै हुन्छ भने तपाई यहाँको क्वेशन पनि छोड्नु भएन क्वेशन मार्क र यहाँको कामा पनि छोड्नु भएन तर कोही साथीहरु के गर्छ भने ए नम्बरको छ भने खाली यसको आन्सर के लेखिन्छ shall we भने यति लेखेर आउनु भयो भने यो तपाईको रङ भयो मार्क्स आउँदैन यु हैव टु राइट इट कम्प्लिटली पुरै लेख्नुस् अनि सो दिस इज हाउ ओके यु हैव टु गिभ द आन्सर हैन यो तरिकाले गर्न सकिन्छ अब ठिकै छ भाइ बहिनीहरु हैन हो मैले अलि लामो क्लास लिए हैन तै पनि यो क्लास अलि पहिले हुने बेला थियो 2 दिनको क्लास भएको भए अझै धेरै टेक्निक्स दिन्छ तै पनि मैले छोटो समयमा धेरै दिन खोजेको हैन हो यसरी नै ट्राई गर्नु होला मजाले आज बेलुका सुत्ने धेरै आज बेलुका पढ्ने हैन टाउको दुखाउने हैन यु हैव टु स्लीप फर ओके अराउन्ड 8 आवर्स आज 8 घण्टा जति मजाले सुत्ने भोलिपल्ट फ्रेश भएर अनि मजाले एक्जाम दिन जाने टेन्सन फ्री भएर जाने हैन हो हैन एकछिन पढाउनुस् न सर यही हो हैन अर्को पनि हामी क्लास हुन्छ बाबु एसेहरु हैन एसेको टेक्निकहरु मैले तपाईहरुलाई सिकाइसकेको छु त सिकाइसके हैन र एसेको टेक्निकहरु सिकाएको हैन सिकाइसके हो मैले हजुरहरुलाई हैन दुर्गा बहिनी ढिला आउनु भयो कि क्या हो हजुर ठिकै छ है सो म टाइम नआएर आज मात्र आएको फो हैन बहिनी अलि पहिले आउनु पर्छ ठिकै छ एसे तपाईलाई 8 मार्क्समा सोध्छ मैले पहिला पनि भने हो र यो 8 मार्क्सको लागि तपाईले 4 प्याराग्राफ्स you must write 4 paragraphs 4 वटा प्याराग्राफ लेख्ने बरु 5 वटा होस् तर 3 टा नहोस् याद राख्ने
you must write 4 paragraphs at least. You can also write 5 paragraphs. 5 पनि लेख्न सकिन्छ। धेरै लामो लामो प्याराग्राफ नलेख्ने। 8 मार्क्सको लागि हो भने धेरैभन्दा धेरै 250 वर्ड जति लेख्ने है। र यो भनेको तपाईको 1.5 पेज जतिमा सकिन्छ। त्योभन्दा लामो लेख्नु पर्दैन है। एउटा हैन पेपरमा आई मिन एउटा पेजमा एउटै आन्सर लेख्ने है। एउटा सकिसकेपछि फेरि नयाँ पेजमा जाने भन्न खोजिरहेको छु। अर्को कुरा सुन्नुस् है, राम्रो कुरा याद आयो मलाई। लेटर लेख्नु पर्यो भने if you okay I have to write a letter, application, condolence letter, sympathy हैन। एप्लिकेसनहरु लेख्नु पर्यो भने नयाँ पेजमा लेख्नु पर्छ। एउटै पेजमा आधीसम्म जस्तो कि मेरो यो पेज हो, मेरो यहाँसम्म आयो भने अब यहाँबाट हैन मान्नुस् अब यो 6 नम्बरमा सोधेको छ भने हैन हेर्नुस् त अब 6 नम्बरमा यहाँबाट सुरु गर्ने हैन लेटर सोधेको छ भने हैन I have to write on a new page. नयाँ पेज जस्तो मैले चेन्ज गरे मान्नु 6 नम्बरमा सोधेको छ भने अब भन्ने यो 6 नम्बरको नयाँ पेजमा लेख्ने हामीले हैन। लेटरहरु प्राय एडिटरलाई लेख्ने ओके द लेटर दैट यु राइट टु द एडिटरलाई लेख्ने, लेटर लेख्ने, एप्लिकेसन लेख्ने, जति पनि कुराहरु हुन्छ अथवा एसेकै कुरा किन नहोस् त्यो सबै तपाईले नयाँ पेजमा लेखेको राम्रो मानिन्छ। नयाँ पेजमा लेख्नुस् अनि मार्क्स आउँछ है। ल अरु पनि केही क्वेशनहरु छ भने हैन ब्रोशर फर्मेट भन्दिन्न ब्रोशरको त नि एकछिन अब युट्युबमा हालिहाल्नु बाबु धेरै बोलिसके है हैन। अनि यसको भन्नुस् ल अर्को नि क्लास छ त्यही भएर आज म यही छोड्नु पर्ने हुन्छ है। Only this much for the timing. Thank you dears. Thank you. Have a nice day and best of luck.